गुड मर्निङ गाइज। र आज चाहिँ हामी सुनादा जाँदैछ है, भाइको बिहा छ र आज चाहिँ हामी काम सघाउनु चाहिँ गएको है। र म तपाईँलाई डल्लै भिडियो बनाएर चाहिँ योमा देखाउँदैछु है, हेर्नुहोस् होला। र बाटोमा जाँदा जाँदा ट्रेन पनि भेटे है हामीले। र यहाँ चाहिँ हामी खाप्स्योहरू पोल्दैछ, बिहाको लागि खाप्स्योहरू पोलेर त्यहाँ सजाउने खाप्स्यो, खाने खाप्स्योहरू, रुख खाप्स्योहरू चाहिँ बनाउँदैछ है यहाँ चाहिँ। अन्त अहिले चाहिँ सजिलो भएछ, मिसिन हुँदो रहेछ आजकल खाप्स्यो बनाउने र ढिलो हुँदैन रहेछ है। यो चाहिँ फाइनली बिहाको फाइनल डेमा हामी चाहिँ बिहामै पुगेको थियो है। र बिहामा चाहिँ हामी बेहुला र बेहुली चाहिँ तपाईँहरूलाई देखाउँदैछु है। यहाँ चाहिँ सबैजना मान्छेहरू आइसकेको छ। यहाँ चाहिँ हाम्रो बडाहरू बस्नुभएको छ र लामालासँग बात मार्नु हुँदै रहेछ। यहाँ चाहिँ हाम्रो नानाहरू र बहिनी है बसिरहेको रहेछ यिनीहरू। यहाँ चाहिँ हाम्रो बडी नानाहरू हुनुहुँदो रहेछ है। यहाँ चाहिँ हाम्रो बडीहरू बसिरहनु भएको छ है, बडीहरू बस्नुभएको छ। यहाँ चाहिँ नानाहरू हुनुहुन्छ, नानाहरूलाई चाहिँ मैले चाहिँ सर्भहरू गरेर त्यहाँदेखि एकछिन लास्ट भिडियो चाहिँ खिच्दैछु है। यहाँ चाहिँ हाम्रो लास्ट भिडियो हो, अब सकिसक्यो बिहा हो। यो चाहिँ लास्टको हो एन्डिङ। र यस्तै थियो बिहाको रमझम चाहिँ है। र लास्टमा चाहिँ मैले बेहुला र बेहुलीलाई देखाइदिएको। राम्रो लाग्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोस् होला है। र थ्याङ्क्स फर वाचिङ।